जिन्दगीले पाइला चाल्दै जाँदा दुईवटा बाटो रुच्नु पर्दो रहेछ। एउटा बाटो मिलन, अर्को बाटो बिछोड। जिउने बहानाको दौडानमा कति सुन्दर र शानदार समय छोडेर एक्लै एकान्तमा रमाउनु पर्दो रहेछ। डियर कल्याण, आज सुनाउँछु म आज तपाईँलाई मेरो मनको कथा। आजभन्दा 2073 सालको कुरा हो। त्यति बेला म 28 वर्षको थिएँ। कहाँ मिल्ने र कति मिल्ने भन्ने कुरा समयले तय गर्दो रहेछ। डियर कल्याण, दिल खोलेर सुनाउँछु आज म मेरो मनको कुरा। म साथीसँग साथीको घर जानलाई तयारी गर्दै थियौँ। त्यति बेला हामी उदयपुरको गाईघाटमा थियौँ। हाम्रा सामान यतातता छरिएका थिए। आफन्तहरू भेला भएका थिएनन्। सम्पूर्ण साथीहरूको आगमन हुँदै थियो। त्यही भिडमा एउटा अति राम्री आज पनि याद आउँछ त्यति बेला लगाएको लुगाको कलर। सानो तिनो सल्लाह गरेर हाम्रो यात्रा अगाडि बढायौँ। बाटोमा हजार मान्छेहरूको भिडमा हामीले दिल खोलेर कुरा गऱ्यौँ। एउटै गाडी, एउटै सिट। अचम्म लाग्छ डियर कल्याण, अचम्म लाग्छ ती दिनहरू। हामी सम्पूर्ण तवरले हामी खुल्ला भइसकेका थियौँ। हाम्रा परिचयदेखि लिएर हाम्रा सानातिना बाल्यकालका कुराहरू अति सूक्ष्म तरिकाले हामीले एकअर्कालाई बताइसकेका थियौँ। उसका मोबाइल निकालेर उसका सबै सुन्दर तस्बिरहरू देखाउँदै गए। हामी रमाउँदै गयौँ। घरिघरि लाग्थ्यो किन ऊ यति धेरै मसँग मिल्ने भई। आफ्ना सम्पूर्ण कुरा भन्दै गए। हामीले सामाजिक सञ्जाल, राजनीतिक कुरा गर्दै गयौँ। समय बितेको पत्तै भएन डियर कल्याण। गाईघाटबाट धापलाङसम्मको यात्रा, पहाडी बाटोको यात्रा कस्तो हुन्छ भन्ने कुरा मैले भन्नै पर्दैन। त्यस्तो यात्रा पनि कसरी कट्यो हामी भन्नै सक्दैनौँ। हामीले त्यतापट्टि फर्केर कहिल्यै पनि हेरेनौँ। हाम्रा अन्तर्मनका कुरा, हामीले नितान्त जीवनका कुरा गऱ्यौँ। हाम्रा मनका कुरा गऱ्यौँ। अरू यात्रीको प्रभाव नगरी हामी सम्पूर्ण कुरामा प्रष्ट भन्दै गयौँ। एकअर्कामा हामी अब नौलो रहेनौँ। लाग्थ्यो सालौँ सालको साथी हौँ, एकैचोटि विस्फोट भयो। डियर कल्याण, सुनाउँछु आज म तपाईँलाई मेरो मनको कथा। हामी धापलाङ पुगेपछि सुन्तलेसम्मको यात्रा तय गर्नलाई अर्को गाडी पर्खिनु पर्ने रहेछ। त पहिलो बाटो, पहिलो यात्रा यति सुन्दर होला भनेर कल्पनासम्म गरेको थिएन। हामी अर्को गाडीमा चढ्यौँ। बुलेरो गाडीमा चढेर हामी सबै सामान राखेर, आफ्नो सामान राखेर हामी गाडीको रफ्तारलाई पछ्याउँदै हामी हाम्रा मनका कुरालाई अगाडि बढाउँदै गयौँ। त्यतिखेर साँझको रात पर्नै लागिसकेको थियो। अब दिनले हामीलाई साथ छोड्दै गएको थियो। पहाडको बाटो, धुलो र धुवाँ घुम्तीहरू, हामी असामयिक यात्राको कठिन परिस्थिति पनि छिचोल्दै हामी पार गर्दै थियौँ। हाम्रो यात्रा सफलतापूर्वक सफल भयो। हामी एकअर्कामा छुट्टिन लाग्दै गर्दा उसले मेरो हात समाएको याद छ। हामी एकअर्कामा नछुट्टिने गरी बन्धनमा बाँधिएको झैँ हामीले औँलाहरूले एकअर्कालाई समायौँ। तर गन्तव्यले भने हामीलाई छुट्यायो। उसको घर सुन्तलेतिर भने हाम्रो अर्कोपट्टि पर्थ्यो। करिब 9 बजेको राति हामीले एकअर्कालाई हात मिलाएर अन्तिम बिदाई हात हल्लायौँ। अचम्म लाग्छ डियर कल्याण ती दिनहरू सम्झेर। हामीले त्यही दिन तय गरेका थियौँ कि हाम्रो यात्रा यतिमा सीमित रहेन। हाम्रा सम्पूर्ण कुरा मिल्छन्, हाम्रा विचार मिल्छन्, हाम्रा उमेर मिल्छन्। अब हामीलाई कसैले छुटाउन सक्दैन। यही मनको परिकल्पना थियो डियर कल्याण। म सुनाउँछु आज तपाईँलाई मेरो मनको कथा।
हामी त जीवनका एउटा पात्र मात्रै हौँ। लेख्ने लेखाउने अर्कै रहेछ, देखाउने अर्कै रहेछ। जिन्दगीले धेरै पाठ सिकाएर गयो डियर कल्याण। त्यही दिनको याद आउँछ। कहिले पनि छुट्टिन भन्ने लाग्थ्यो। हामीभन्दा बलवानहरू कोही छैन भन्ने लाग्थ्यो। समयले हामीलाई यस्तरी छिचोलो कि हामी दुई पाटा भएको पत्तै भएन। अझै पनि याद आउँछ डियर कल्याण, अझै पनि याद आउँछ ती दिनहरू। हामीले आफ्ना मनका कुरा त गरेका थियौँ, जीवनमा सँगै बाँच्ने र मर्ने भन्ने कुरा गरेका थिएनौँ। हाम्रा आँखाले हाम्रा भावनाले बोलिसकेका थिए। ऊ प्रष्ट थिए, म प्रष्ट थिएँ, तर उसले व्यक्त गरेकी थिएन, मैले व्यक्त गरेको थिएन। डियर कल्याण, हिजो जस्तो लाग्छ, आज जस्तो लाग्छ। त्यति विग्र भएर समयले ती छलान मार्यो। परिवर्तनको छलानमा हामी यति टाढा पुग्यौँ, यति गहिरो पुग्यौँ, त्यहाँबाट निस्किनै सकेन। कयौँ दिन लाग्यो। समय र जीवनले मिलनका घडीहरू लेख्दै गयो, मिनेट मिनेट लेख्दै गयो। जब घन्टा पुग्यो तब हामी 404 भयौँ। हाम्रा मन, सम्बन्ध र हाम्रो समय एकअर्कामा मिल्दो भएन। मैले उसलाई एक दिन मेरो मनको कुरा गर्ने चाहना व्यक्त गरेँ। पहाडको ठाउँ भएकाले इन्टरनेट, नेटको प्रवाह राम्रो हुँदैन थियो। नेटको प्रभाव पुग्ने ठाउँमा जानलाई समय लाग्थ्यो डियर कल्याण। आज जस्तो लाग्छ त्यो मनको कुरा गर्नलाई, मनको खुसीको सीमा नभइकन ती पाखा र डाँडा छिचोल्दै उफ्रिँदै गएका ती दिनहरू अझै पनि याद आउँछ। उसलाई मैले मेरो मनको कुरा राखेँ। उसले हुन्छ भन्न सकिन। उसले केही बोलेन। नितान्त सुनाइरही म बोल्दै गएँ। तिम्रो पनि केही कुरा राख भन्दा उनी शब्द भई मलाई बोल्न आग्रह गरी ऊ सुन्ने प्रतीक्षामा थिए। ऊ यही सुन्न चाहन्थे कि म तिम्रो जीवनमा सधैँका लागि आउन चाहन्छु। हामी जीवनका एक सिक्का बन्न चाहन्छौँ भन्न सुन्न चाहन्थे। म बोल्दै गएँ, ऊ सुन्दै गए। मैले सम्पूर्ण कुरा राखेँ। उसले हुन्छ भन्न सकिन, हुन्न भन्न सकिन। मैले प्रतीक्षा गरेँ। उसले हुन्छ भने त्यति खुसी भए कि डियर कल्याण, त्यसको पाबन्दी नै छैन। त्यतिको खुसी, त्यतिको भाग्यमा नि म कोही छैन भन्ने लाग्थ्यो। त्यो खुसी केही वर्षभन्दा माथि टिक्न सकेन डियर कल्याण। हामी हाम्रा मनका कुरा अब प्रेममा परिणत भयो। हामी एकअर्कालाई प्रेम गर्थ्यौँ डियर कल्याण। ईश्वरलाई राखेर हामीले साँची गायौँ, हामी एउटै जिउने, एउटै मर्ने भन्ने। तर यहाँ मान्छेको प्रेमको कथा, मान्छेको कसम कहीँ पनि दस्तावेज नहुँदो रहेछ। आज म भन्न चाहन्छु, आज सुनाउन म चाहन्छु डियर कल्याण मेरो मनको कथा। हामी बोल्दै गयौँ। म
आफ्नो सहर फर्केर आएँ। हामी बोल्दै गयौँ, हाम्रा मनका कुरा गर्दै गयौँ, हाम्रा यात्राका कुरा गर्दै गयौँ। हामी आलोचना गऱ्यौँ, हामीले पछाडि फर्केर हेऱ्यौँ, हामीले गरेका गतिविधिलाई हामीले नै मूल्याङ्कन गऱ्यौँ। काहीँ त गल्ती भएकै थिए, हामीले सच्यायौँ। डियर कल्याण, हिजो जस्तो लाग्छ, समय बितेको पत्तै नहुने। ऊ अत्यन्त बाठी, अत्यन्त जिम्मेवारी, घरकी कान्छी छोरी, पढाइ लेखाइमा पनि अब्बल, व्यापार बिजनेसमा पनि अब्बल, कमी ऊ काहीँकी थिएन। उसले भनेका अझै पनि याद आउँछ। उसले सम्झाउने बुझाउने गरेको अझै पनि याद आउँछ। म भन्दा निकै बाठी थिएँ। म उसको प्रेममा बिक्री भएको थिएँ, म उसको मुस्कानमा हारेको थिएँ। ऊ जति बोल्थे त्यति सोझे लाग्थ्यो, अत्यन्त राम्री थिए। हामीले निरन्तर हामीले आफ्ना कुरा गर्दै गयौँ। ऊ पहाडमा बस्थे, म सहरमा। दूरी त हाम्रो निकै टाढा थियो डियर कल्याण, भावनामा हामी नजिक थियौँ। उसलाई म भेट्न भनेर जान्थेँ, कुनै टुङ्गो नदिकन। जतिचोटि गएँ त्यतिचोटि उसलाई देख्न पाएँ, र उसले पनि देखी। हाम्रो भेट देखादेखमै मात्रै हुन्थ्यो। पहाडको ठाउँ, गाउँको ठाउँ, हामी खुलेर भेट्न सक्दैनथ्यौँ। अझै पनि याद आउँछ ती उकालीहरू, ती ओह्राली, ती मिलनका पर्खाइ। एकचोटि देख्नका लागि यतिसम्मको साहस, यतिसम्मको रफ्तार तय गर्नुपर्छ भन्ने एउटा पाठ सिकाएर गयो डियर कल्याण। समयले धेरै कुरा सिकाएर गयो। म भन्दै जान्छु आफ्नो कुरा। अझ म सुनाउन चाहन्छु, दिल खोलेर सुनाउन चाहन्छु। जीवनका उतार चढावहरू यति विघ्न भएर बिते, पत्तै भएन। हामीलाई छुटाउन कोही आउँछ जस्तो लागेन, कोही छ जस्तो लागेन। हामी हाम्रै लागि बनेका हौँ, हामी हाम्रै हौँ भन्ने लाग्थ्यो। मायाको मार चढिसकेको थियो डियर कल्याण, आज जस्तो लाग्छ। ऊ कहीँ जानु पर्यो भने मसँग सोधेर जान्थे। उसको कुनै इच्छामा दबाब म दिन्नथे। ऊ खुलेर जिउन चाहन्थे, मेरो पूर्ण अनुमति थियो। म उसलाई कुनै पनि दबाबमा राख्न चाहन्नथे। ऊ खुलेको आकाशको चरी जस्तै थिए। ऊ तर पनि सोध्थे, ऊ आज पनि भन्छे, आज जस्तो लाग्छ डियर कल्याण। काका पर्नेको बिहे भयो, उसमा जन्ती जान्छु भने। जन्ती जानुपर्ने निकै टाढा थियो, पहाडको बाटो हिँडेर जानुपर्ने। रात्रिकालीन बिहे हुन्छ, त्यहाँको बेग्लै संस्कृति छ डियर कल्याण, बेग्लै रमाइलो छ। ऊ त्यो रमाइलोमा घुम्न चाहन्थे, मैले हुन्छ भने। बिहेमा ऊ घुमधाम रमाइलो गरी म पुगेँ भनेर उसले खबर गरी। ऊ निरन्तर कन्ट्याक्टमा रहे। ऊ फर्केर आए, जन्ती फर्केर आए, आइपुगे भनेर भने मलाई खुसी लाग्थ्यो डियर कल्याण। सबै कुरा ऊ भन्थे। उसलाई म भेट्नको लागि एक हप्ता नत्र 15 दिनमा 15 दिनमा
उसको घर जान्थे बस देख्नको लागि। हाम्रो भेट हुँदैनथ्यो। मलाई पनि अझै पनि याद छ, मल बोकिरहेकी हुने, मल बोक्दै गरेकी हिँडेकी, छड्के आँखाले हेर्थे। श्रम लाग्दो, लाज लाग्दो। आफ्नो कर्मथलोमा ऊ काम गर्न अत्यन्तै खुसी थिए। ऊ खुसी नै थिए। ऊ काम गरिरहन्थे, मैले हेरिरहेँ। हाम्रा आँखाका भावहरू बोलिसकेका थिए। ऊ मलाई त्यहाँ परिचय गराउन चाहन्नथे। गाउँको संस्कृति, गाउँको माहौल अलिक बेग्लै हुने। उसलाई निकै डर थियो। परिवारसँग ऊ निकै डराउँथे। ऊ खुलेर मेरो मान्छे हो भन्न सक्दिनथे। म खुलेर मेरो मान्छे हो भन्न सक्दैनथे। अचम्म लाग्छ। समयले जसो जसो नाच भन्यो त्यसै त्यसै नाचौँ, जसो जसो गर भन्यो त्यसै त्यसै गरौँ। ऊ मेरो हुने प्रतीक्षामा थिए, म उसको हुने प्रतीक्षामा थिएँ। समयको छाल, बेग र आँधी बेरीले कहाँ कहाँ पुर्याउँछ यो पत्तै भएन। समयको अङ्कुरणमा हामी हुर्कियौँ, समयको वयस्कमा छुट्यौँ। समयले यस्तो खेल रच्यो, त्यसको हामी पात्र मात्र कहानी बग्ने हामी पऱ्यौँ। ती दिनहरू बित्दै गए डियर कल्याण, अझै पनि याद छ। ताजा आउँछ, अझै पनि घुमिरहन्छ। हामी हाम्रो चाहन्थ्यौँ, हामी बस हाम्रो चाहन्थ्यौँ। राम्रो नराम्रोको कुनै थिएन, त्यहाँ कुरै थिएन। बस हामी हाम्रो चाहन्थ्यौँ। कहिले काहीँ लाग्थ्यो जिन्दगीले क्या खुसी लिएर आयो। त्यही जिन्दगीमा पछाडि 2 तिहाई दुःख र बिछोड लेखेको छ भन्ने पत्तै भएन। हामी मायाको मातमा थियौँ। हामीले छुट्टिने कल्पना गरेकै थिएन। ऊ भन्ने गर्थे, हामी कहिले छोड्दैनौँ, कसैले छुटाउन सक्दैन। म उसको निसारामा नाचिरहेँ। मेरो इसारामा ऊ नाचिरहे। हामी सँगै गाउँथ्यौँ, सँगै नाच्थ्यौँ। समयले सङ्गीत बजाउँदै गयो। सङ्गीतको धुलमा हामी हाम्रो विगत चरम आनन्दमा भुलिसकेका थियौँ। हामीलाई केही याद भएन। हामी धेरै नजिकका भयौँ। हामी आफ्नो भयौँ। अब हामीलाई आफ्नो बनाउन केहीले छेक्दैन। यही लाग्थ्यो डियर कल्याण, यही लाग्थ्यो। आज म तपाईँलाई दिल खुलेर सुनाउँछु मेरा मनका कथा।